हेलो एन्ड नमस्ते झोले साथीहरू, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि हजुरलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ मसँग चाहिँ मेरो नानीहरू, परिचय देऊ। नमस्ते झोले, मेरो नाम मनस्का दलामी। बहिनीको पालो। हेलो नमस्ते झोले साथीहरू, मेरो नाम वर्षा दलामी। वर्षा दलामी। आज हामीसँग खानको लागि के छ ल भनिदेऊ त ल। चौचौ, अन्डा, जुस, अनि चौचौ पिरो भए पनि डेरी मिल्क, वाटरमेलन। ल खान सक्छु नै, अन्त्यसम्म हेरेर साथ दिनुहोला। यो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। ल खाना सुरु गरौँ ल। केबाट सुरु गर्छु? यहीबाट? अन्डा। ल केबाट सुरु गर्छु वर्षा? अन्डा। चौचौबाटै गर्छु, मेरो फेभरेटै म त्यति भने। अन्डा चाहिँ लाइट फ्याक्स भएर कस्तो टर्के क्या, तर लास्टै पिरो भयो नानी। चौचौ खान सक्छ? मैले यिनीहरूलाई रुन पाउँदैन है भनेको चऱ्यो। गाह्रो भयो, प्लेट ल्याऊ। प्लेट लिनु जाऊ। म पर्दैन। वर्षालाई त गाह्रो हुन्छ होला है। त्यसरी झरालेर खाने होइन के, झरालेर खानु हुँदैन। तर लास्टै पिरो है। मनुले वर्षाले चौचौ पनि खाएन। मलाई पिरो भइसक्यो। आफूलाई पनि पिरो भएर जुस खाइसक्यो। खाने हो? बिच्चाको दिन यहाँ राख। के भयो, गाह्रो भयो वर्षा? जुस ल्याउन ढाक्यो कि वर्षा अलि यता हुन्छ। मनुको सुन निस्क्यो कि आँसु निस्क्यो। अघि दिदी म सिया निकाल्दिनँ भनेको थियो अनि म त्योहरू सबै खुर्सानी हाल्ने, पिरो तिमीले खान सक्दैन भन्दा खान सक्छु बुबु, हाल्नु भने हाल्न लगायो दिदीले। अनि उसैले खान सकेन, ऊ आँसु नै आयो। मिठो चाहिँ छ। त्यसरी होइन कि यसरी निकालेर यसरी खाऊ भनेको के। ल भयो, जस्तो सजिलो लाग्छ। ल खाना हाल्नु नि, गाह्रो भयो। नझरेको ल। पसिना चाहिँ तर धेरै पिरो के चाहिँ खस्यो।
मनुले अन्डा खाइसक्यो ए यार रहेछ यिनीहरूको चाहिँ मैले एक्जाम सकेरै भिडियोमा ल्याएको फेरि एक्जाम कस्तो भयो तिमीहरूको राम्रो धेरै राम्रो भयो पास हुन्छ मजाले यहाँ पास हुन्छ भने कुन पोजिसनमा आउँछ तिमीहरू ए आउँछ बहिनी थाहा होइन यो स्योर फेर भन्छ थाहा होइन भन्छ अलिक फेरि हुन्न भने उसै सिजन तान्यो बहिनी भन्दा बहिनीको दाजु सिजनै आएन म निकालिदिन्छु ल खाने भन्दा बेसी पोखायो कि गफ गर न हो बच्चा पार्टीहरू हालिदिनु म हालिदिन्छु बस वर्षाको र हजुरको थियो नि त्यसमा लास्टमा एउटा मोमो पसेको थियो नि अनि त्यहाँबाट हजुरले एन्ड गरिदिनु एन्ड गरिदिएको मैले खान सकिनँ भनेको थियो त्यहाँ मैले खान सकिनँ भने है तिमी न्यू इयरमा कति जाने हामी होटेल होटेल कुन होटेल सिसा होटेल वर्षाको जाने मामा घर वर्षा त है रमला छिटो भयो जुस खानु जुस अन्डा नि होटेल भएको अन्डा खाने चौचौ अन्डा त भइयो बहिनी दिन्छ आधा हो न दिन दिला अन्डा आधा अन्डा यो खाना त आधी खान्छ ल है बिस्तारै बिस्तारै हामीलाई पनि सकिन लाग्यो आज चाहिँ हामीसँग साँच्ची कति प्याकेट थियो अरे नुडल भन्थ्यौ त 5 प्याकेट 5 प्याकेट हो कति सकिन लागिसक्यो कति चाहिँ राखेको हो मनुले पानी हाल्छु त्यही हाल्छु सक्यो बिस्तारै बिस्तारै खा भरे बे टोयलेटमा अताउला नि मलाई पनि खानु पर्यो मिठो के भयो खाने कुकुरले धेरै जस्तो चौचौ मात्रै खानु भएको छ अरू केही नै खानु भएन
अरू खाना त बनाउन जान्न नि पर्यो नि है अरू खाना बनाउन जान्न नि पर्यो नि यहाँ भएको भित्र त्यो भएको यहाँ अब अहिलेसम्म एक घुट पनि पानी मलाई पिरै भएन मैले भिडियो खाएँ नि त त्यही भएर पानी भ्याउँदै जहिले खाने पानी खाने मलाई पुग्यो यहाँ छ त्यति चाहिँ मलाई पुग्यो Saya juga pandang makan hari. Enggak. Piru banyak macam mana? Mitai. Apa tadi yang? Sorry. मैं जूस पीने गए थे हाँ और जूस हानि बन गया है ना अब सकाउट मम्मा हाँ ताजर में चॉकलेट खाको अलि शान्त मिल्यो अनि मलाई त एउटा खानु मन लाग्यो चाउचाउ र धेरै मिक्स यसरी पनि खान्छ मैले मिठो हुँदैन खाने वर्ष चाउचाउ नानी घरमा आएर पुग्यो गाडी पुगिआयो सिया निस्किन आँटिसक्यो हामीले हेर्नु मान्छेलाई पनि घिन लाग्छ हो यस्तो नमला दिदी भन्नु रोइसक्यो त्यो उता कन्ट्रोल कति भारी भिडाको तर यहाँ कतै धेरै थाले नि यहाँ सबै मुनि झारे कि मुनि त्यति छैन हाल्नु हजुर अनि खाऊ न मुना पुरा लाग्नु जाने हो एउटा भए पनि लाग्दैन एउटा हैन म यति एक पिस मात्रै खाऊ एक पिस चढेरी मिल अनि यो मलाई अनि कफी बनिया छैन बस्नु न उभिमा ल यति चाहिँ मुना फुपूलाई हाम्रो यो सुधा फुपू अनि यो अर्को मुना फुपूलाई मेरो चाहिँ नि बधाइनीहरू मेरो दाइको छोरीहरू राम्रो राम्रो क्युटी क्युटी प्रिन्सेसहरू अरे मक्ख भयो गाइस सुरुमा अन्डा खाएको पिरो भएन चौचा खाएको पिरो भयो अनि लास्टमा झन् पिरो भयो त्यसपछि अनि फेरि डेरी मिल्क खाए अनि मिठो भयो के चिसो छैन खाइ के हो के अन्त के भयो कस्तो भयो पिरो भयो कि न पिरो भयो अन्डा खाए अन्डा खाएर त केही भएन पछि चाउचाउ खाएको पिरो भयो तर बहिनीको आज स्यान आएन फर्स्ट टाइम दिदीको त नि मैं एक बाइट चाउचाउ खाने बित्तिकै मेरो आँखाबाट आँसु निस्किन लाग्यो अनि के भयो आँखाबाट आँसु निस्केर टिस्युले पुस्यो अनि टिस्युले पुस्यो गाइस अझ झन् त मैले थाहा नै पाएको थिएँ सबैभन्दा सुरु खाना मुखभरि आधा चाहिँ मैले स्वादै लाग्यो सुरुमा आधा नानीको स्यान निस्केन दिदी कति स्यान निस्क्यो
हामीले चाहिँ सबै खाएर सक्यौँ साथीहरू। यो भिडियो अन्त्यसम्म हेर्दै हुनुहुन्छ भने धेरै धेरै धन्यवाद। अनि लाइक सब्स्क्राइब कमेन्ट शेयर गरिदिनु होला, नभुल्नु होला। बाई बाई। बाई बाई। बाई बाई।